नमस्कार, यहाँ उपस्थित सम्पूर्ण दर्शकवृन्दहरूमा म हजुरहरूकै साथी कमलावली बिसी। पेसाले म एक मोटिभेसनल स्पिकर। साथीहरू, हजुरहरू कार्तिका 22मा पहिलोचोटि आउनुभएको हो भने मेरो च्यानललाई सब्सक्राइब गर्न नभुलिनुहोला र मन परेमा लाइक, कमेन्ट र सेयर पनि गर्नुहोला। साथीहरू, आज मैले आफ्नो घरलाई कसरी व्यवस्थित र सफा, स्वच्छ अथवा सुन्दर बनाएर राख्न सकिन्छ भनेर केही महत्त्वपूर्ण टिप्सहरू ल्याएर हजुरहरूमाझ उपस्थित भइसकेकी छु। साथीहरू, सबभन्दा पहिलो कुरा भनेको हामीले जुन सामान जुन ठाउँबाट उठाएको हो त्यही ठाउँमा लगेर राख्यो भने हाम्रो घर आफै व्यवस्थित भइहाल्छ। जस्तै हामीले किताबहरू ड्रर अथवा टेबलबाट उठाएर पढ्यौँ, त्यो किताबलाई हामीले जता मन लाग्यो त्यतै राख्यो भने त्यो घरमा अव्यवस्थित भइदिन्छ। त्यही भएर हामीले जुन ठाउँबाट किताब निकालेको हो त्यही ठाउँमा राख्यो भने हाम्रो घर अवश्य पनि सफा र व्यवस्थित हुन्छ। त्यस्तै अर्को कुरा भनेको हामीले जहिले पनि सामानहरू राख्ने निश्चित ठाउँ गराउनु अति नै आवश्यक छ। जस्तै किताबहरू राख्नको लागि टेबल, जुत्ताहरू राख्नको लागि र्याकहरू अथवा जुत्तालाई व्यवस्थित गरेर एक ठाउँमा राख्यौँ भने पनि हामीले त्यो जुत्तालाई अर्कोचोटि खोज्दाखेरि समयमा नै भेटाउने र त्यसले गर्दाखेरि हामीलाई जुत्ताहरू खोज्न टाइम पनि नलाग्ने र कुनै तनाव पनि नहुने हुन्छ। त्यस्तै साँचोहरू, हामीहरूले ढोका खोलेर साँचोहरू कतै टेबलमा अथवा कतै राख्यौँ भनेपछि त्यसलाई खोज्नुपर्छ कि साथीहरू। त्यही भएर हामीले त्यसलाई टङ्गाउनको लागि निश्चित ठाउँ बनायौँ अथवा निश्चित कतै एउटा भित्तामा, काँटीमा अथवा केही अहिले त आजभोलि त विभिन्न खालका स्ट्यान्डहरू आएका छन्, त्यस्तैमा टङ्गायौँ भनेपछि हामीलाई त्यो साँचो खोज्न टाइम पनि लाग्ने भएन। साथसाथै हाम्रो टाइम पनि म्यानेज भयो र घर पनि व्यवस्थित भयो, हामीलाई खोज्ने झन्झट पनि भएन। त्यही भएर हामीले यस्ता कुराहरू अपनायौँ अथवा हामीले जुन कुराले हामीलाई सजिलो गराउँदछ त्यस्ता कुराहरू हामीले अपनायो भने हाम्रो घर व्यवस्थितको साथसाथै हामीलाई स्ट्रेस फ्री र घर स्वच्छ र सफा गर्न सहयोग गर्दछ। यस्ता अरू कुरा भनेको हामीले जहिले पनि जुन सामान निश्चित ठाउँमा राख्नु भनेको जस्तै हामीले ग्लासमा पानी खायौँ अथवा पानी पियौँ अथवा बच्चाहरू भएको ठाउँमा किताबहरू होमवर्क गराउन लगाउँदाखेरि यताउता ल्याएर कहिले बैठकमा, त्यस्तो कहिले अर्को रुममा, कहिले अर्को रुममा गराउनुभन्दा हामीले बच्चाहरूको पढ्ने ठाउँ निश्चित गराइदेऊ भनेपछि बच्चाहरूले एउटै ठाउँमा होमवर्क गर्छन् र आफ्नो किताब कापीहरू एकै ठाउँमा राख्ने बानी लगायो भनेपछि उनीहरूले त्यस्तो गर्ने बानी लगायो भनेपछि घर पनि सफा हुने भयो, किताब खोज्ने झन्झट पनि हुने भएन। यस्ता कुराले हामीले घरहरूलाई व्यवस्थित राख्न सक्दछौँ। त्यस्तै अर्को कुरा, हामीले जहिले पनि सामानहरू आफ्नो आवश्यकता हो कि त्यो हामीले आफ्नो रहरले किनेको हो भन्ने कुरामा पनि ध्यान दिनुपर्दछ। सामान किन्दाखेरि मैले पनि पहिला जे देख्यो त्यो किन्न मन लाग्थ्यो, अझै पनि त्यो त लाग्छ, जसलाई पनि लाग्छ। तर त्यो सामान आफ्नो लागि आवश्यक छ छैन राम्ररी बुझेर मात्र हामीले त्यो सामान किन्नुपर्दछ। अन्यथा हामीले त्यो घरमा ल्याएर एउटा कुनामा राखेर त्योमा धुलो भराएर आफूलाई पनि त्यो सामान देख्दा पैसा पनि खेर भयो, धुलो भर्यो, फोहोर भयो भन्ने नहोस्। त्यही भएर हामीले सामान किन्दाखेरि त्यो सामान हाम्रो लागि आवश्यक हो कि हाम्रो आँखा अथवा हामीले त्यो इच्छाले किनेको हो भन्ने कुरामा पनि हामीले ध्यान दियो भने पनि हामीलाई घर व्यवस्थित गर्न सजिलो हुन्छ। यस्ता कुराहरूमा ध्यान दिँदाखेरि हामीलाई धेरै कुराको फाइदा हुन्छ। पैसा पनि बच्ने भयो, समय पनि बच्ने भयो साथीहरू। त्यस्तै अर्को कुरा भने हामीले जहिले पनि आफ्नो सामानको इज्जत गर्यो भने सामानले गर्दा हामीले सामानको इज्जत अथवा लुगाको इज्जत गर्यो भने लुगा अथवा सामानले हाम्रो इज्जत गर्दछ। त्यही भएर जहिले पनि आफूले किनेका सामानहरूलाई व्यवस्थित र स्वच्छ, सफा, धुलोरहित राख्नु अति नै आवश्यक छ। सामान किनेर धेरै थुपारेर धुलो भराएर आफूलाई पनि तनाव हुन्छ। थोरै सामान राखेर
व्यवस्थित र स्वच्छ राख्यो भने आफूलाई पनि तनाव हुन्न, समयको पनि बचत हुन्छ। त्यही भएर सामान किन्दा आवश्यक हो अथवा हाम्रो नजरले देखेर हामीलाई रहर लागेर किन्ने हो, त्यो कुरामा हामीले ध्यान दिनुपर्दछ। यस्ता होम म्यानेजमेन्ट सम्बन्धी, आर्ट अफ प्यारेन्टिङ, यस्ता मोटिभेसनल भिडियोहरू ल्याएर हजुरहरूमाझ उपस्थित भइरहने नै छु। मेरो च्यानललाई ध्यानपूर्वक हेरिदिनु भएकोमा सम्पूर्णलाई हृदयदेखि हार्दिक कृतज्ञता व्यक्त गर्दै अब भने म हजुरहरूमाझबाट बिदा हुन्छु। बिदा हुनुभन्दा पहिले मेरो च्यानलमा पहिलोचोटि आउनुभएको साथीहरूले सब्सक्राइब गर्न नभुलिनुहोला र अन्य साथीहरूले लाइक, कमेन्ट र सेयर गरिदिनुहोला। साथीहरू, मैले आफूले जानेका अथवा बुझेका कुराहरू हजुरहरूमाझ ल्याएर आउने नै छु। तबसम्मको लागि हजुरहरूमाझबाट बिदा हुन्छु। हस्त, नमस्कार।